Morning, guys. Good morning. साथीहरु भर्खर टोयलेटबाट आयो। हाम्रो देवेन्द्र अलि एजेड मान्छेलाई अलि यहाँ हिँड्न गाह्रो भइरहेछ हैन यो 39 सयको हाइटमा। ज्येष्ठ नागरिक हजुर र म देवेन्द्र दाइमा पुग्दैछु। देवेन्द्र दाजु अलि बिरामी हुनुभएको छ त्यही। ल देवेन्द्र दाजु के छ स्थिति? फाइनली हाम्रो 1 घण्टा पछि ड्रिम पूरा हुँदैछ एउटा गोसाइगुण्डा पुग्ने। अब धेरै गाह्रो भइरहेछ। हामी केटाहरु चाहिँ 4000 को हाइटमा आइरहेछौँ। धार्मिक स्थल मात्रै 4000 को हाइटमा लागेको अवस्था। देवेन्द्र दाइले जीवनमा गरेका पापहरूको सब ठ्याक्क पोख्दै छ नि। म चाहिँ अब यतातिर एउटा सानो जग्गा लिएर एउटा राम्रो रिसोर्ट जस्तो पारेको भनौँ न, जस्तै अब 3 स्टारै पारेको त्यो खोल्ने विचारमा छु। यसको शेयरको कहिले खुल्ने हो यो आइपिएस? यो खुल्छ कहिले? 50 लाख जति उठिसक्यो। 50 लाख अब आफ्नै लगानी भइगयो। केटाहरूले 20 लाख अब केटाहरूसित सोच्छ 1.5 लाख भन्न 1.5 करोडको लगानी हाम्रो 1 करोड देवेन्द्रले गर्छ। 1 करोड हामी यो अहिलेलाई भन्दा पनि फ्युचरलाई हामीले उ गरिरहेछौँ, टार्गेट दिइरहेछौँ। 20 वर्षमा छौँ हामी देवेन्द्र बात मनी आज हामी मनी ल भण्डारी ल यतै माथितिर आइरहेको छु। अब इङ्ग्लिसमा भन्दा यार म साउथतिर आइले। After this successful trip, we are planning to move towards the Kilicho Lake. Why not coconut? Everyone was So we are very excited for that also. Okay, thank you. चक्र सर, चक्र सर, एउटा गीत गाइदिउँ। भन्दालको एउटा मैले सानो रिक्स मात्र गाएको, अहिले म थकाएर गाउन सक्दिनँ। बुद्ध मन्दिर 1.5 घण्टा है गनापुर 1.5 घण्टा तलको त त्यो अहिले त कहाँ 1 घण्टा हिँड्छ भने अहिले 4 दिन्छ है भने